साँच्चीकै देश बनाउन हुटहुटी नभएको मान्छे सत्तामा नबसे हुन्छ। जसरी भए पनि सेना परिचालन गरेर भए पनि चुनाव गराउँछु भनेर भन्दै हुनुहुन्छ। फेरि यो सरकारले के जनता मार्ने हो? जनता मार्न त एउटा त अपराधीहरू त जनता मारेर उनीहरू शासन चलाए। फेरि यो सरकार जनता मार्न यदि हो भने पहिला शहीद यो देशको म हुन्छु, मलाई आएर गोली हानुहोस्, म यो देशको पहिलो शहीद म हुन्छु। यदि जेनजीले न्याय पाएनन्, यो भ्रष्टाचारीहरू कारागारमा पुगेनन्, भ्रष्टाचारीहरू कारागारमा पुगेनन्, हत्याराहरू कारागारमा पुगेनन् र यो सरकारले यदि चुनाव गर्ने दुस्साहस गरे भने पहिलो शहीद म हुन्छु। यदि हामी जस्ता युवा बाँचे भने यिनीहरूलाई कुकुरको मौत चाहिँ हामी दिनेवाला छौँ। हरेक देशमा दुई किसिमका शासकहरू हुन्छन्। एउटा त कर्म प्रधान, जुन देशको शासकले कर्म प्रधान यदि नेता पाए भने त्यो देश बन्न समय लाग्दो रहेछ। तर त्यो कुनै देशमा बेशरम प्रधान पनि नेता पुग्दा रहेछन् कि यी बेशरम प्रधान हुन्, यिनीहरूलाई लाज शरम छैन। सत्ता पाए भने अहिले केपी शर्मा ओली बानेश्वरदेखि मैतीघरसम्म नाङ्गै कुद्दै आउँछ, मलाई सत्ता पायो भने कट्टु खोलेर कुद्दै आउँछ। यी बेशरम प्रधान शासकहरू हुन् कि यिनीहरूलाई लाज छैन, यिनीहरू सत्ताको लागि राजनीति गरे हो। हामी खोजेको मेरो देशमा कर्म प्रधान नेता चाहियो, जो यो देश र जनताप्रति समर्पित हुन सकोस्, जो यो देश र जनताको समृद्धिको लागि आफ्नो त्याग गर्न सकोस्। हामीलाई सत्ता चाहिएको होइन, सत्ता त जसले चलाइने भयो, तर यो देश बनाउने शासक चाहिएको हो। र यिनीहरू बेशरम प्रधान शासकहरू, यिनीहरू जबसम्म यो मुलुकमा रहन्छन् तबसम्म केही हुनेवाला छैन। त्यस कारणले गर्दा यी बेशरम प्रधानहरूलाई हामी यो मुलुकबाट लखेट्न चाहन्छौँ, लखेटेरै छोड्छौँ। र अर्को कुरो, विश्वमा जति पनि मुलुकहरू समृद्ध भएका छन् ती सबै मुलुकहरू समृद्ध बनाउने व्यक्तिहरू योग्य र इमान्दार व्यक्तिहरू थियो। मेरो देश किन बनेन भने मेरो देशमा गद्दारहरू, दलालहरू र बेमानहरू शासक भएका छन्। त्यस कारणले गर्दा मेरो देश बन्न अब कर्म प्रधान यो देशको प्रधानमन्त्री हुनेछ। अब कसरी बनाउनुहुन्छ? अब फेरि चुनाव गरियो भने पुराना दल पनि आउने सम्भावना छ र नयाँ दल वैकल्पिक शक्तिहरू जुन हुनुहुन्छ अहिले रवि लामेछाने अनि बालेन्सा हात मिलाएर, कुलमान घिसिङ हात मिलाएर हामी एक भयो, हामीलाई भोट दिनु, हामीलाई त्यहाँ पुगाउनु, तपाईँको माग हामी पुरा गर्छौँ भनिरहेछ। त उसैलाई घन्टीमा भोट दिनुहुन्छ कि के कसो, के छ विचार तपाईँ? घन्टीका साथीहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरूलाई चुनावको रहर थियो भने पर्खिनुहोस्, 2 वर्ष अझ पर्खिनु पर्थ्यो कि पर्खिनुहोस्, जेठसम्म पर्खिनुहोस्। जेठसम्म न्याय पहिला चाहिँ तपाईँहरूको शर्त के हुनुपर्छ भने पहिला जेनजीले न्याय पाएपछि हामी चुनावमा जान्छौँ भने यो सरकारलाई दबाउ दिने हो भने, साँच्चीकै देश र जनताप्रति जिम्मेवार ती पार्टीहरू हुन् भने, साँच्चीकै देशको लागि हामी लडेका छौँ, देशको लागि लड्नेछौँ, देशको लागि मर्नेछौँ भन्ने ती घन्टीका साथीहरूलाई यदि इमान्दारिता छ भने पहिला जेनजीले न्याय पाउनुपर्छ, बल्ल हामी चुनावमा जान्छौँ। 2 महिना पछि जाँदाखेरि के फरक पर्छ र भने कि उनलाई चुनावमा हतार भएको मान्छे त ती सबै सत्ताको भोगी हुन् भने कि सत्ताको भोग भएको मान्छेले देश बनाउँदैन साथीहरू। यदि म घन्टीका साथीहरूलाई म के भन्न चाहन्छु भने पहिला तपाईँहरूप्रति नेपाली जनताले विश्वास गरेका छन्, यदि विश्वास बनाउने हो, अझ जनताको विश्वास जित्ने हो भने 2 महिना पछाडि यो चुनाव सारौँ, जेठमा चुनाव गराउँ। हाम्रो प्रस्ताव हो, तर जेठभित्र अपराधीहरू कारागारमा हुनुपर्छ, त्यसपछि चुनावमा जाने हो। हामी त्यही सङ्कल्प छ। यो सरकार कस्तो छ भने अगाडिबाट हेर्दाखेरि गधा जस्तो, पछाडिबाट हेर्दा खच्चड जस्तो। अनि यो सरकारले काम गर्न सक्दैन भने मेरो आफ्नो विश्लेषण हो, यो सरकारको क्षमता छैन, मुटु छैन, साहस छैन, इमान्दारिता छैन, देशभक्ति छैन। यो सरकारले हामी तत्काल राजीनामा दिन आग्रह गर्छौँ। धन्यवाद। तपाईँ लगायत निकोलस भुसालजीले 11 दिन अनसन पनि बस्नुभयो। निकोलस भुसालजी र उहाँले बस्नुभयो, उहाँ दुवैजना 11 दिन अनसन पनि बस्नुभयो, आमरण अनसन बस्नुभयो। तर उपलब्धि के भयो भन्नुहोस् न? उपलब्धि यिनीहरूको हातमा फलामका जन्जिर हामी बाँधेर आएका छौँ। बालुवाटारमा 6 बुँदे सम्झौता गरेका छन्। यदि त्यो सम्झौता कार्यान्वयन गरेनन् भने ती फलामका जन्जिरले तान्दै यहाँ बालुवाटारबाट मैतीघरमा हामी ल्याउँछौँ। साँच्चै हुन्छ र? ल्याइन्छ। जनता चाहिँ जागरुक हुनु पर्यो। जनता मात्र चेतनशील भयो भने, जनताले सही र गलत छुट्याउन सक्यो भने जुन दिन मेरा देशका जनता साँच्चीकै देशभक्त बन्छन् त्यो दिन गद्दारहरू यो देशमा बस्दैनन्। यति कुरा। त्यसैले अहिलेको म पनि यही कुरा भन्न चाहे, अहिलेको हाम्रा नेपाली जनतालाई, दाजुभाइ दिदी बहिनीहरूलाई तपाईँ सचिनु भयो भने हाम्रा नेताहरू सबै नेताहरू अटोमेटिक सचिन्छ। अन्तिममा के भन्न चाहन्छु, 3 करोड नागरिकका निमित्त जुन हामीले त्याग गरेका छौँ, पानी नखाएर, यो चिसोलाई चिसो नबनेर 11 दिन दिनसम्म अनसन बसेको हामी होइन। र गद्दारहरू, दलालहरू अब सत्तामा पुग्छु भनेर नसोचे हुन्छ। आज हाम्रो भाइ, आज यी भाइहरू, यी घाइतेहरू आज यी लङ्गडो खुट्टा बोकेर, शरीरमा गोली बोकेर, गोलीका छरा बोकेर आज सिंहदरबार र मैतीघर मण्डला र बालुवाटार दौडिनु परेको छ। यसैको लागि हो उनलाई चुनाव गराउन हतार, पुराना राजनीतिक पार्टीहरूको ऋण तिर्न उनलाई हतार छ।
उनले पुराना केपीले लगाएको गुण, शेरबहादुर देउवाले लगाएको गुण र प्रचण्डले लगाएको गुण उनले तिर्दै छिन्, त्यही सम्झौता गरेकी छिन्। र यिनका सबका मुखिया भनेको रामचन्द्र पौडेल हो। रामचन्द्र पौडेललाई पनि घसारेर नेपाली जनता मैती घरमा ल्याउने छन्। यदि यो जेनजीले न्याय पाएन भने, अब चुनाव गराउने यदि प्रयास गरियो भने र दुस्साहस गरियो भने, त्यो दुस्साहसको प्रतिरोध गर्नको लागि, त्यो दुस्साहसको जे भने लड्नको लागि, त्यो विरुद्धमा लड्नको लागि नेपाली जनता तयार छन् र हामी नेपाली जनताको साथमा छौँ। धेरै मान्छे चाहिँदैन। यी गद्दारहरू सिसाका महलमा बसेका यी गद्दारहरूको सिसाको महल एउटा ढुङ्गाले झार्न हामी सक्छौँ, किनभने त्यो नेपाली जनता अब चाहिँ गद्दारहरूसँग सम्झौता गर्दैनन्, अब भ्रष्टाचारीहरूसँग सम्झौता गर्दैनन्। जुन जेनजीको माग थियो, भ्रष्टाचारीहरूलाई कारागारमा हामी हेर्न चाहन्छौँ, गद्दारहरूलाई, हत्याराहरूलाई कारागारमा हेर्न चाहन्छौँ। तपाईँले गलत यदि निर्णय गर्नुभयो भने फेरि 5 वर्ष यो शासन सत्ता गलत व्यक्तिको हातमा पुग्यो भने यो देश बर्बाद हुन्छ। र सही व्यक्तिको हातमा पुर्याउने हो भने पहिला अहिलेका गद्दार भ्रष्टाचारीहरूलाई कारवाही हुनु पर्यो, त्यसपछि चुनावमा गयो भने यी भ्रष्टाचारीहरू चुनावमा सामेल हुन पाउँदैनन्।